गौँथलीको गुण, लेखकको भूमिका। एक अनौठो अनुभूति छ यो भूमिका लेख्नुमा। मैले लेख्न थालेको ठीक 25 वर्ष भएछ। म छप्न थालेको झन्नै 22 वर्ष। यो पुस्तकको योजना गरेको 8 वर्ष र छाप्ने कहिले हो यो प्रकाशक नै जानुन्। मैले आफूलाई लेखक कहिल्यै ठानिनँ, तर परिस्थितिले मलाई लेखक बनाइदियो। भाग्यको विडम्बना भनेको यही हो क्यारे। लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ, कारण लेखक मेरो नजरमा देवता हो, देवकोटा हो, र म त सिर्फ शौकको साधन, एउटा इच्छापूर्ति मात्र गरिरहेको थिएँ। यो अर्को कुरा हो, पाठकले मेरो ठट्टालाई साँच्चीकै मानिदियो र पाठक उपस्थित भयो मेरा सामु प्रकाशकको रूप लिएर। प्रसाद त थियो नै, साथमा स्तुति पनि मैले आफूलाई पर्साइदिएँ। नमस्कार, मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म अनुज्ञा। सधैँ जस्तै आज पनि म एउटा पुस्तक लिएर यहाँहरू सामु उपस्थित भइसकेकी छु र आज मसँग शङ्कर लामिछानेले लेख्नुभएको गौँथलीको गुण भन्ने पुस्तक रहेको छ। आज हामी यही पुस्तकको विषयवस्तुको बारेमा, यो पुस्तकभित्र के छ त, कस्ता कस्ता विषयवस्तुहरू छन् त भन्ने विषयमा नै केही कुराकानी गर्दैछौँ, चर्चा गर्दैछौँ। यो पुस्तक एउटा कथा सङ्ग्रह हो र मैले चाहिँ पढ्दै आएका कथाहरूभन्दा निकै गहिरा र फरक प्रवृत्तिका कथाहरू यो पुस्तकमा पाएँ। पुस्तक सानो छ, कथाहरू पनि छोटा छोटा छन्, तर एकदमै गहिरा र राम्रा खालका कथाहरू छन्। म यहाँहरूलाई कथाक्रम अनुसार शीर्षकहरू भन्छु र थोरै थोरै त्यो कथाको विषयवस्तुको बारेमा पनि केही जानकारी गराउनेछु। सुरुमा त गौँथलीको गुण भन्ने शीर्षक कथा नै छ। अब यसमा चाहिँ एउटा गौँथली एकजना पात्रको कोठाभित्र पसेको र त्यहाँका सामानहरू चलाइदिएको, यताउता गरेको, यही नै प्रसङ्ग छ। र अब यहाँ चाहिँ हामी बिम्बको रूपमा पनि बुझ्न सक्छौँ र आफ्नै हिसाबले अर्थ्याउन पनि सक्छौँ यो कथालाई। र यो शीर्षक कथा चाहिँ सुरुमै राखिएको छ। त्यसपछि माया नम्बर 653 भन्ने अर्को कथा रहेको छ। त्यसपछि ऊ कसको हो भन्ने एउटा कथा छ। यो कथा पनि मलाई अलि विषयवस्तु त प्रायः सबै कथाहरूको फरक फरक नै छ। हामीले यो कल्पना नगरेको कुराहरू पनि यी कथाहरूमा आउँछन् कतिपय चाहिँ। जस्तै ऊ कसको हो भन्ने कथामा चाहिँ एकजना व्यक्तिको चाहिँ दिमाग अर्कै व्यक्तिको लागिएको हुन्छ र ऊ चाहिँ अब कसको हो त भनेर जसको दिमाग लाग्यो उसको घर परिवारले पनि उसलाई दाबी गर्ने भए र अब ऊ स्वयं अब को हो त भन्ने कुरा नै जान्न एकदम गाह्रो हुन्छ। मानिस के हो त, मानिस उसको दिमाग हो या शरीर हो या के हो त भन्ने खालको नै अलिक गहिरो नै कुरा यो कथाले चाहिँ उठाउन खोजेको हो, यो पात्रहरूको सहयोगबाट जस्तो मलाई लाग्यो। यसमा चाहिँ अदालतको परिवेश अनि अलि अब ऊ कसको हो भनेर छुट्याउनलाई अब के आधारमा छुट्याउने, ऊ कसको हुन्छ त भन्ने कुराहरू यही विषयवस्तु नै छ यो कथामा चाहिँ। त्यसपछि आत्माको मीमांसा भन्ने कथा छ। यो कथा पनि मलाई एकदमै मन परेको कथा हो। यो आत्माको मीमांसा भन्ने कथामा आधारित चाहिँ मैले एउटा नाटक हेर्ने अवसर प्राप्त गरेको थिएँ मण्डला थिएटरमा र त्यो नाटक पनि मलाई एकदमै मन परेको थियो र त्यो नाटक हेरिसकेपछि बल्ल मैले यो कथा पढ्दैछु। त्यसैले पनि मलाई यो कथा बुझ्न चाहिँ निकै सजिलो भयो, यो अरू कथाहरूभन्दा पहिले नै नाटक हेरिसकेको हिसाबले पनि। र मैले जस्तो बुझेको थिएँ यो कथालाई मैले फेरि दोहोऱ्याएर पनि पढेको कथा हो र यो कथा चाहिँ कस्तो छ भने आत्माको मीमांसा छ शीर्षकमा। यसमा चाहिँ एकजनाले आत्महत्या गरेको र आत्महत्या गर्नु पूर्व चाहिँ मैले आफ्नो प्रयोगको लागि चाहिँ मरेको, अब मलाई चाहिँ बोलाएर पुरा गरी हेर्नु भनेर कसैलाई चिठी दिएको हुन्छन् र जसलाई चिठी दिएको हुन्छन् उसले चाहिँ उहाँ मर्नुभएको छैन, उहाँ मर्नुभएको छैन भनेर भनिरहँदा उसलाई चाहिँ पागल सोच्छन् अरू व्यक्तिहरूले। अनि अब त्यस्तो हुने भएपछि बिचबिचमा आत्मालाई अब बोलाएर कुराकानी गरिएको सन्दर्भहरू पनि आउँछ कथाभित्र। आत्माले बोलेको, आत्मासँग कुराकानी गरेको, अनि अब आत्माले ओहो रेल दुर्घटना भएछ है भनेको, त्यसको लगत्तै वास्तवमै रेल दुर्घटना भएकै खबर आएको र यस्तो यो आत्मा के हो त, आत्मासँग कुरा गर्न मिल्छ कि मिल्दैन त भन्ने खालको नै विषयवस्तु चाहिँ यो आत्माको मीमांसा भन्ने कथामा प्रस्तुत गरिएको छ र एकदमै राम्रो कथा छ।
त्यसपछि काँतर भन्ने कथा छ। त्यसपछि ईश्वर र जीवन भन्ने कथा छ। यसमा चाहिँ एउटा बालकले ईश्वरप्रतिको धारणा उसको अब त्यो कतै मन्दिरहरूमा जाँदा भजन कीर्तनमा जाँदा भजनहरू गाउँदाखेरि चाहिँ त्यो भगवान्लाई चढाउने भनेर यसरी त्यो पैसाहरू उठाउँदै उठाउँदै आउँदाखेरि चाहिँ आफ्नै आमाले अरूले पैसा हालेको देख्ने अनि मैले त आजसम्म पैसा हाल्न सकेको छुइनँ, मसँग त ईश्वर निकै रिसाइसक्नुभयो होला भन्ने लाग्छ उसलाई। अनि उसले चाहिँ यो दिनुपर्छ ईश्वरलाई भनेर घर गएर घरमा राखेको पैसा चाहिँ झिकेर लगेर सबै लगेर हालिदिएको यस्तो खालको प्रसङ्गहरू छ ईश्वर र जीवनमा चाहिँ। अब ईश्वर के हो त यो सुन्दाखेरि मैले विषयवस्तु यहाँहरूलाई भनिरहँदा यो सुन्दाखेरि एकदम सामान्य लागे पनि यो पढिसकेपछि चाहिँ यसलाई हामीले छुट्टै किसिमले एकदम गहिरिएर बुझ्न सक्छौँ, आफ्नो हिसाबले अर्थ लगाउन पनि सक्छौँ यसको। त्यही नै छ ईश्वर र जीवन मैले भनिहालेँ। त्यसपछि प्रतीक्षा भन्ने कथा छ। यसमा कस्तो छ भने एउटा परिवार बुवा आमा र छोरा हुन्छन् र छोरालाई चाहिँ एउटा रोग लागेको हुन्छ जसको कारणले चाहिँ उसको छिट्टै नै मृत्यु हुन्छ भनेर डक्टरहरूले भन्नुभएको हुन्छ र यो कुरा चाहिँ उसको बाबुलाई मात्रै थाहा हुन्छ। र अब के हुन्छ भने अब आफ्नो छोरा मर्दैछ चाँडै अब बचाउनै सकिँदैन भन्ने थाहा भइसकेपछि उसको यो मनस्थितिमा एकदम नराम्रो त लाग्ने नै भयो, टेन्सन त हुने नै भयो। अब उसले के गर्छ त आफ्नो श्रीमतीलाई पनि भनौँ नभनौँ दोधारको अवस्थामै ऊ गुज्रिरहेको हुन्छ र छोराको मुहार हेर्छ एकदमै अब माया लागेर आउने यस्तो खालको छ उसको त्यो मनको भावनाहरू द्वन्द्वहरूलाई नै लेखकले यो कथामा प्रस्तुत गर्नुभएको छ। त्यसपछि क्रान्तिको पहिलो चरण भन्ने कथा छ। यसमा चाहिँ बाबु र छोराको कुरा। अब छोराले म चाहिँ खाना खान्न आज भन्ने त्यो छोराको स्वभाव। अनि विद्यालयमा पनि सकेसम्म खाजा चाहिँ लान नपरे हुन्थ्यो मैले भने जस्तो व्यवहार चाहिँ छोराले देखाउने र बाबुले चाहिँ छोराले किन त्यस्तो व्यवहार देखाइरहेको छ त, मैले कसरी बुझाउन सक्छु त, अब उसले यस्तो कुरा गरिरहेको अवस्थामा मैले उसँग कसरी कुरा गर्ने, किन यस्तो भइरहेको छ भनेर ठम्ब्याउन खोजेको जस्तो परिवेश यो कथामा छ। त्यसपछि पानी र बाछिटा भन्ने कथा छ। यसमा पानी परिरहेको माहौलमा एकजना पात्रले विगतका कुरा आफ्नो गुरुलाई सम्झिएको नै विषयवस्तु यो कथामा हामी पढ्न पाउँछौँ। र त्यसपछि म भोलि जन्मनेछु भन्ने अर्को कथा छ। यसमा चाहिँ म भोलि जन्मनेछु र सायद म भोलि जन्मिएपछि मेरो बुवा फलानोले मलाई यसरी उठाउनु हुनेछ र मेरी आमा निकै खुसी हुनुहुनेछ, त्यसपछि यस्तो हुनेछ भन्ने खालको तरिकाले चाहिँ यो कथा लेखिएको छ, म भोलि जन्मनेछु भन्ने कथा। त्यसपछि मृत्युको गीत वाल्सको धुनमा भनेर छ। यसमा एकजनाको मृत्यु भएको कुरा छ र यस्तै विषयवस्तु र कसैको मृत्यु हुँदा के सोचिन्छ त, परिवेश कस्तो हुन्छ, कसैले मृत्युको विषयमा कविताहरू लेखिरहेका हुन्छन् भन्ने खालको कुराहरू अब सुन्दा विषयवस्तु एकदमै सामान्य लागे तापनि यहाँ लेखकको लेख्ने शैली एकदमै प्रशंसनीय छ र उहाँका कथाहरू पढेपछि चाहिँ एकचोटि चाहिँ हामीलाई पुनः सोच्न, मैले भर्खर के पढेँ त भनेर एकचोटि कथा पढिसकेर सोच्न चाहिँ बाध्य बनाउने नै खालको कथाहरू लागे मलाई चाहिँ। र अन्त्यमा एउटा कथाको विषयमा मैले भन्न बाँकी छ। यो चाहिँ अर्धमुदित नयन र डुब्न लागेको घाम। अर्धमुदित नयन र डुब्न लागेको घाम भन्ने कथा छ अन्त्यमा। यसमा चाहिँ विदेशीहरू नेपाल घुम्न आएको र नेपालमा चाहिँ अब टुरिस्ट डेस्टिनेसनहरू त घुम्ने ठाउँ छँदैछ, त्यो भन्दा पनि अब गाउँले जीवन परिवेश र कसरी छ त जीवन निर्वाह कसरी भइरहेको छ नेपालीहरूको र के फरक छ हाम्रो देशमा, कतै तामझाम युक्त सहर छ भने कतै गाउँ छ, यो सबै परिवेशहरू चाहिँ एउटै देशको हुन् भन्ने खालको त्यसरी बुझेँ मैले चाहिँ यो कथालाई। र यो कथा सँगसँगै यो पुस्तकको अन्त्य हुन्छ र यसरी सर र मैले यहाँहरूलाई भनिरहँदाखेरि विषयवस्तुको बारेमा मात्रै मैले यहाँहरूलाई जानकारी गराएकी छु र यी कथाहरूलाई चाहिँ अझ मजाले बुझ्न, गहिरिएर बुझ्न र कथाले हामीलाई के भन्न खोजेको छ त, के सिकाउन खोजेको छ भन्ने कुराहरू अझ स्पष्टसँग जान्नको लागि चाहिँ यहाँहरूले यो पुस्तक किनेर पढ्नुपर्ने हुन्छ र पढ्नु भए पनि हुन्छ, किनभने एकदमै राम्रो पुस्तक छ। मैले यहाँहरूले पढ्नुहोस् भन्ने उद्देश्यले नै यो भिडियो तयार गरेकी हुँ र पुस्तक सानो छ, त्यति धेरै समय लाग्दैन पढिसक्न र
धेरै समय नलागे पनि पुस्तक पढिसकेपछि चाहिँ धेरै कुरा मैले पढेँ, धेरै कुरा सिकेँ जस्तो आभास हुन्छ। र मैले त्यति नै भन्न चाहेँ। आज म शङ्कर लामिछानेले लेख्नुभएको गौँथलीको गुण भन्ने पुस्तक लिएर यहाँहरू सामु आएकी थिएँ र आजलाई यो पुस्तकको विषयमा म यति नै कुरा गर्छु। म फेरि छिट्टै नै अर्को पुस्तक लिएर आउने नै छु। यहाँहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला भनेर पनि म यहाँहरूलाई अनुरोध गर्दै आजलाई यहाँहरू माझबाट बिदा लिन्छु। धन्यवाद।